हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। म चाहिँ आज यहाँ जङ्गलमा आइरहेको छु। म लगत्तै दिजुहरू हुनुहुन्छ मेरो साथमा। उहाँको साथमा चाहिँ म चाहिँ यहाँ जङ्गलमा आइरहेको छु। यहाँ मल बनाउने भनेर चाहिँ उहाँको मल बनाउनको लागि चाहिँ उहाँको प्रकारहरू कसरी बनाइन्छ भनेर चाहिँ उहाँ चाहिँ खोजी गर्न आउनु भएको छ। यता हुन्छ म एकछिन दिदीसँग कुराकानी गर्छु मैले। अनि यो दिजु यो के रहेको छ? यो बडी पत्ता भन्छन् इन्डियातिर, तर नेपालमा चाहिँ हामी असारे भन्छौँ। अनि यो असारे यो के भन्छ, यो रुखहरू यो यस्तो पातहरू लगेर अनि के मिसाउनु पर्छ यसमा मल बनाउनको लागि? हजुर। हजुर। ए अनि माटो पनि चाहिन्छ है? त्यसो भए त जङ्गलको माटो चाहिन्छ, विषादी प्रयोग नगरेको माटो चाहिन्छ। हजुर हुँदैन। हजुर। ए अनि यो मल चाहिँ हामी चाहिँ अर्ग्यानिक आफैले बनाएर हामीले चाहिँ घरमै खेती गर्छौँ। हामीले अर्ग्यानिक हामीले चाहिँ के भन्छ, हामीले चाहिँ फलहरू फलाएर हामीले चाहिँ खाने गर्छौँ। अनि ल म चाहिँ अब दिदीसँग गइरहेको छु। अर्को दिदी हुनुहुन्छ उता माटो कोरिराख्नु भएको छ उता। ल म दिदीसँग जान्छु। हेलो दिजु। हजुर, यो के गर्न लाग्नु भएको यो खासमा? हजुर। यो रातो मल पनि चाहिन्छ कि यो कालो पनि चाहिन्छ? कालो मात्र चाहिन्छ माटो? यो कालो माटो लगेर चाहिँ मिसाएर सबै ठाउँमा मिसाएर अनि यो राख्नुपर्ने रहेछ होइन, कुहिँदो रहेछ। सबै मिसाएर एक हप्ताभित्रै बनाएर ए त्यसो भए अब दिजुहरूलाई त अब बाहिरदेखि सामान किन्न पनि परेन। घरमै अर्ग्यानिक आफूले उबारेर खाना चाहिँ सक्नु हुने रहेछ। कुमारी माटो भन्छ यसलाई। लगाए चाहिँ यहाँ चाहिँ माटोहरू यस्तो रहेको छ। अनि त्यो फुलहरू गमलाहरूमा पनि है। ल यति नै मैले भन्न चाहेँ दिदीबाट। ल दिदीसँग पनि कुराकानी भइसकेको छ। अब हामी लगत्तै अब हजुरहरूलाई मैले देखाउँछु के चाहिन्छ मलहरू बनाउनको लागि के चाहिन्छ। त्यो मेटेरियलहरू चाहिँ मैले देखाउन चाहन्छु एकछिन पर्खेर। ल हामी चाहिँ अब अर्को पनि हामी मलको सामानहरू यो उतादेखि हामी चाहिँ लगिसकेका छौँ। यो असुरो भन्ने रहेछ, यस्तो रहेछ यो चाहिँ असारे, असारे रहेछ यो चाहिँ असारे। त्यसको साथसाथै बाख्रालाई पनि घाँस लैजाऊँ भनेर चाहिँ उता काटिराख्नु भएछ। उता दिजु हुन्छ, अर्को दिजुले उतातिर मलको लागि आफूले सुरक्षा गर्दै हुनुहुन्छ। उहाँले राखिराख्नु भएछ बोरामा। अनि म चाहिँ यता छु।
मल पनि मैले देखाउँछु कस्तो हुन्छ मल।